जस्तै अब कम्प्युटरमा चाहिँ कम्प्युटर सब्जेक्टमा चाहिँ कति म्याथ इम्पोर्टेन्ट छ भन्ने कुरा यहाँबाट थाहा पाइन्छ क्या। अब जस्तै अब डेभलपर हुनुहुन्छ भने कतिलाई त थाहा हुँदैन होइन। अब जस्तै C++ सी प्रोग्रामहरू बनाउने साइन्टिस्टहरूलाई त थाहा हुन्छ नि त। अब जस्तै यो G.set कलर डट ब्ल्याक यसको म्याथमेटिकल युनिक भ्यालु हुन्छ होइन। अनि त्यो त बुझ्नु पऱ्यो। अनि त्यो नबुझिकन त अनि थेसिसहरू त सब्मिट हुँदैन पिएचडीको, या किताब कुनै पनि युनिभर्सिटीमा तपाईँको किताब पढाइ हुँदैन होइन। अनि म्याथ धेरै इम्पोर्टेन्ट छ। अनि सबै यो हरेक कोडको यो जस्तै कर्ली ब्राकेटको पनि न्युमेरिकल भ्यालुहरू हुन्छ होइन। हो त्यो युनिक न्युमेरिकल भ्यालुहरू हुन्छ। अनि हो त्यो त बुझाउन सक्नु पऱ्यो नि त होइन एज अ कम्प्युटर साइन्टिस्ट। त्यही भएर चाहिँ अब एप डेभलपरहरूलाई थाहा हुँदैन।